नमस्कार हजुर सूर्यकुमार श्रेष्ठ हजुर मध्य नेपाल 7 माझ मैदान मेरो घर। हजुर यो हाम्रो चाहिँ पुरानो हटिया भन्ने स्थल हो। यो हजुर यहाँ पहिले 10, 12, 13 घर नेवारहरूको थियो। हटिया भन्ने दुईटा साइडमा घर छन्। हजुर यहाँ अहिले एउटा पुरानो घर छ, एउटा बाबुलाल श्रेष्ठ भन्नेको, हजुर र अर्को एउटा पुरानो घर छ। दुईटा घर छन्। अरू घरहरू सबै यो समाजको बस्ती यहाँबाट बसाइ सर्नुभयो। सरी कार्यक्रम गर्दाखेरि अब अन्यत्र सरिएको हुनाले हजुर त्यो ठाउँ धेरै रमाइलो ठाउँ छ। हिउँदमा पनि पानीको हावाको एकदम रमाइलो ठाउँ छ। र यो हाम्रो चाहिँ मन्दिर चाहिँ अब गुठी पूजाको, नेवार समाजको गुठी पूजाको मन्दिर हो यो। हजुर हामी यो वर्षेनी मुक्सिरको पुणियामा सबै नेवार जातिहरूको चाहिँ यो गुठी पूजा गर्ने चलन छ। हजुर पुणियाको अहिले दिन सबै ठाउँमा नेवारहरूले पूजा गर्ने चलन छ। हामी यहाँ यो मन्दिर स्थापना गरेको 2 वर्ष भयो। हजुर र यो मन्दिरमा के छ भने पहिले हाम्रो यहाँ नै बाजेहरूले भीमसेन थानको पूजा गर्नुहुन्थ्यो, राणा पूजा गर्नुहुन्थ्यो दसैँमा। हजुर अहिले त्यसैलाई नै नयाँ स्थापना गरेर यसलाई नमेटाउने भनेर यो हामीले गुठी मन्दिर चाहिँ स्थापना गरेर पूजा गर्न थालेको 2-3 वर्ष भयो। ए यो सबैले पैसा उठाएर यो मन्दिर बनाउनु भयो। 15 घर छ। यो मन्दिरको लागि चाहिँ हाम्रो वडा कार्यालयले अब 1 लाख रुपियाँ अनुदान दिनुभएको थियो। हजुर नपुगेको पैसा हामीले आफूले सहयोग गरेर सबैले श्रमदान गरेर यो मन्दिरलाई गराएको। अब यसलाई रङरोगन गर्ने कार्यक्रम बाँकी छ। हजुर र अब यस वर्ष रङरोगन गर्ने पनि कार्यक्रम। यहाँ पूजा कहिले हुन्छ भन्नुभयो अरे हजुरले? मुक्सिरको पुणियामा भनेको अब यो मुक्सिर पूर्णिमा पूजा गरिन्छ। उभौली उधौली त्यति त्यो पर्छ नि, त्यति बेला मुक्सिर पूर्णिमामा सधैँ पूजा हुन्छ हरेक वर्ष। हरेक वर्ष पूजा गरिन्छ। कति घर हुनुहुन्छ तपाईँहरू अहिले? हामी 16 घर छौँ यो पूजा गर्ने अहिले। ए जति दाजुभाइ छुट्टिन्छन् नि हामी, हजुर मेरो 3 छोरा छन्, छुट्टियो भने फेरि यसमा मिसिएर हो फेरि हामीहरूको समाजको जति पैसा यहाँ जम्मा भएको छ त्यही डिभाइड गरेर त्यो वर्ष चाहिँ उनीहरूलाई मिसाउने कार्यक्रम हुन्छ। अनि त्यस्तो पुत्रहरू पुत्रीहरू त्यस्तो सन्तान प्राप्ति हुँदाखेरि अनि केही कोषहरू थप्ने त्यस्तो बनाउनु भएको छ कि छैन? नियम के छ यहाँ? त्यो भनेको त्यो अरू छैन। हामी छोरा छुट्टियो भने छुट्टिएकोलाई फेरि उहाँले सहयोग गर्नु पर्यो। यहाँ जति समाजको पैसा जम्मा छ त्यो बेला तोकेको हुन्छ, त्यो अनुसार पैसा जम्मा उहाँले छुट्टै सरदम लिएर आउनु पर्यो यहाँ। छुट्टै सरदम पनि लिएर आउनु। ए अनि भीमसेन पूजा गर्दा के कुरा अनिवार्य हुन्छ हजुरहरूको संस्कृतिमा? के हुन्छ? हाम्रो यो त भीमसेन पूजा होइन। यहाँ हामीले अब यो हाम्रो संस्कृति पूजाहरूको सामग्री भनेको अब रोटी, चिउरा, अन्डा, हजुर भट्ट होइन, हजुर यी सबै कुरा अब फुल अक्षता सबैको आवश्यकता हुन्छ। हजुर हामीले त्यो अनिवार्य नै, हामी चाहिँ अब नेवार जातिको चाहिँ अन्डाहरू पूजा गर्नलाई अनिवार्य नै हुन्छ। ए तपाईँहरूको पण्डित हुन्छ कि कसो? हाम्रो यहाँ के छ भने अब अन्त अरूको समाजमा के छ, हाम्रो चाहिँ समाजको जुन जेठो मान्छे हुनुहुन्छ उहाँलाई अध्यक्ष पनि मानिएको छ र हजुर उहाँ नै पुजारी हुनुहुन्छ। ए अहिले हजुरहरूको को हुनुहुन्छ? पूर्णलाल श्रेष्ठ। पूर्णलाल श्रेष्ठ हुनुहुन्छ। उहाँ बिसी हुनुहुन्छ रामबजारको। ए ठिक छ ल। यो मन्दिर देखाइदिनु नि त भित्र कस्तो कस्तो छ है। ए चिसङ्गुको तल्लो हटिया भन्ने ठाउँमा तल्लो हटिया 2टा छन्। अब यो त्यो मध्येमा यो तल्लो हटिया हो। ए यो ढुङ्गालाई मूर्तिको रूपमा तपाईँहरूले राखिरहनु भएको छ है। ल अनि यो हटिया भने के रहेछ हजुर? यो खास के रहेछ भनेको अब बिचमा आँगन। हजुर पहिले अब नाच्ने गाउने त्यो अब के भन्छ तिस्तेर भन्छ नि, त्यो लाखेर नाच्ने। हजुर हजुर अनि त्यो हरेक चाडबाडहरूमा नाच्ने गाउने गर्ने। हजुर मकैसम्म पूर्णिमामा पुरै आँगनमा मकै सकेर सुकाएर हजुर अब रमाइलो गर्ने मडिया। र दोहोरो घर भएको ठाउँलाई हटिया भन्छ कि नेवारको चाहिँ प्रायः जुनै पनि ठाउँमा दोहोरो 2 पछिमा घर र बिचमा आँगन हुन्छ, त्यसलाई चाहिँ हटिया अन्तर्गत पर्यो है यो हटिया तल्लो हटिया हो। ए हजुर हजुर। अहिले त हटिया पहिला घरधुरी प्रशस्त थिए, अहिले पुरै के छ बुवा? यहाँबाट अब चारैतिर पश्चिमतिर मादी नदी, हजुर अहिले हालको अब रूपा गाउँपालिका हजुर पुरा फाँटहरू पश्चिमतिर फाँट नयाँ के त्यो देखिन्छ भने हजुर उत्तरतिर अब हाम्रो हिमालहरू देखिन्छ प्रशस्त। माछापुच्छ्रे हिमालहरू हिमाल देखिन्छ, माथि पुरा अब लमजुङ हिमालहरू देखिन्छ। र त्यसपछि हाम्रो उत्तरमा चाहिँ यहाँको सिमा भनेको कोलासोतर गाउँपालिका। हाम्रो कोलासोतर होइन, अब मध्य नेपाल 8 पर्छ कि 8 हजुर हो हाम्रो। यसको उत्तरमा हजुर दक्षिणतिर अब भोलेटार पनि राम्रो देखिन्छ। हाम्रो माथि वहाँ सम्जुरको डाँडा कता के डाँडा त्यो सम्जुरको डाँडा, फलाङ्गुरको डाँडा सबै पुरा देखिन्छन्। एकदम रमणीय ठाउँ छ यहाँ। यहाँबाट अनि उता तान्द्राकोटको देखिन्छ। तान्द्राकोटको डाँडामा एउटा टावर छ, टावर देखिन्छ। पूर्वतिर गाउँ सहरको मन्दिर देखिन्छ त्यहाँ। यहाँबाट गाउँ सहरको रमणीय देखिन्छ। पुरा
यस्तो रमणीय ठाउँ छ यहाँमा। यहाँबाट एकदम रमणीय छ। यसलाई के गर्दाखेरि हामीले विशेषतः एउटा पर्यटकीय क्षेत्र पनि त्यस्तो बनाउने मनसाय भएको व्यक्तिहरूले आउन सहयोग गर्नुभयो भने यस्तो रमणीय क्षेत्र छ कि यहाँ। हजुर हजुर। त्यसैले गर्दाखेरि यसो विकास त हुन सकेन। पहिले यहाँको बस्तीहरू तल गइसक्यो हुनाले र फेरि यसको लागि अब कुनै अब गाउँपालिकाले अब नगरपालिकाले वडाले यस्तो कार्यक्रम गऱ्यो भने यहाँको हस्पिटलहरू बनाएर होमस्टेहरू बनाएर रमाइलो देखिने ठाउँ छ कि यहाँ। यो पुराना घरहरू संरक्षण गर्ने अभियानहरू लिएर आउने, होमस्टे सञ्चालन गर्ने, यहाँबाट राम्रो रमणीय दृश्य देखिन्छ, त्यसको लागि चाहिँ पहल गर्न पाए राम्रो हुन्थ्यो भन्ने हजुरलाई लागेछ है? त्यो त्यस्तोको लागि एकदम रमणीय ठाउँ छ यो। हजुर। ल ल, धन्यवाद है तपाईँलाई। ल, जय होस्।